भन्नु त फेरि भन्नु न हेरेको न ह्यापी बर्थडे भन न हिजो न के हुन्छ ह्यापी बर्थडे टु यु हाई एभ्रिवान नमस्ते अनि तपाईँ सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ र अहिले चाहिँ म घर आएको छु हैन अन्त आज चाहिँ हाम्रो नानीको इपुको बर्थडे मेरो बहिनीको र हाम्रो बाजेको चाहिँ अस्ति फेब्रुअरी 2 तारिक बर्थडे थियो तर त्यतिला चाहिँ घरमा कोही थिएन नि त मतलब कोही थिएन मतलब म थिइनँ हैन अन्त सन्जय काका पनि हुनुहुन्थेन र नानी पनि थिएन बहिनी पनि थिएन त्यति बेला अन्त त्यो भएर चाहिँ बर्थडे बाजेको सेलिब्रेट गरेन त्यति बेला हैन र आज चाहिँ अब सबैजना भेला भएको छ सन्जय काका आउनु भएको छ म आएको छु अहिले इलेक्सनले गर्दा सबैजना घरमा आएको छ हैन त्यो भएर चाहिँ अन्त आज बाजेको पनि बर्थडे सेलिब्रेट गरिदिने बाजे अनि बहिनीको दुईजनाकै बर्थडे सेलिब्रेट गरिदिने हो र आज त्यसकै विषयमा ब्लग हुन्छ अब है बर्थडे सेलिब्रेसन अब त्यस्तो ठुलो त होइन अब हाम्रो बदमतामबाट फुपूहरू आउनु भएको छ दादा आउनु भएको छ अनि तकदाबाट फुपू आउनु हुँदैछ माइजूहरूलाई भनेको थियो माइजू कलाबुजू शुक्रकला बुजू चाहिँ भ्याउनु भएन अरे त्यहाँ पनि के छ अरे नि त फङ्सनहरू तकदामा पनि अन्त तल बडा बडी भाउजू दादाहरू आउनु हुँदैछ र आउनु न बाजे त्यसकै विषयमा चाहिँ आजको ब्लग चाहिँ है र हेर्दै जानुहोस् है अब हाम्रो सानो बर्थडे सेलिब्रेसनको म तपाईँलाई सानो सानो झलकहरू देखाउँछ यहाँ आउनु न भन्छु बाजे यहाँ आउनु न भनेको यता आउनु न यहाँ चाहिँ हुनुहुन्छ यहाँ हाम्रो बर्थडे बोय हाई भनिदिनु न हाई भन्नु न हाई भन्नु न हतार हतार फ्याँकेको हेर्नु बाजे चङ्को छ नि हाम्रो किचन डिपार्टमेन्टकोहरू चाहिँ यहाँनिर हुनुहुन्छ यहाँ बेहेस चल्दैछ सानोबडे के भयो अरे तपाईँको के गुनासो छ अरे गुनासो के छ भनिदिनु न छैन हौ फोटो नै खिच्दैन अन्त ठ्याक्कै हाम्रो त्यहाँ त फोटो सुट स्टार्टै भएको छैन उयो पनि देखाइदिएन हौ के पाक्दैछ देखाउनु नि यहाँनिर क्याक्रा काट्नेलाई चाहिँ एप्रेन लगाएर आएछ हो मलाई छैन नि हौ यहाँनिर खाना बनाउने चाहिँ सुँगुरको मासु र साग बनिँदैछ खाना बनाउनेले चाहिँ चिकन अघि रेडी भएको खाना बनाउनेले चाहिँ छैन एप्रन यहाँ काँक्रा मात्रै काट्नेको चाहिँ एप्रन रहेछ नि त त्यही गुनासो हुँदैछ यहाँनिर चाहिँ सर्टको लागि हो ए प्याजी चाहिँ कसले बनाउँछ ए बिचारा चाहिँ आलुदम रहेछ त्यो प्याजीको लागि रेडी भइरहेको रहेछ अनि यहाँ चाहिँ रहेछ तपाईँको इस्कुसको मुन्टा इस्कुसको कि फर्सीको ए फर्सीको मुन्टा ए इस्कुसको मुन्टा यहाँ चाहिँ स्यालेडको लागि चाहिँ रेडी हुँदैछ यहाँनिर चाहिँ खिड्कीको छेउमा बसेर सिरिरी हावामा बसेर चाहिँ स्यालेडको लागि चाहिँ एप्रोन लगाएर काम गर्दैछ यहाँनिर चाहिँ हाम्रो किचन टिम चाहिँ हत्तु भइसक्यो यहाँनिर के बनिँदैछ हो ए प्याजी बनिँदै रहेछ त यहाँ त हेर्नुहोस् त है प्याजी बनिसकेको हो अब खाएको बनाइसक्ने बेलामा चाहिँ एप्रोन दिँदैछ यहाँनिर त्यो चाहिँ अघिको भिडियो सम्झेर हेराफेरीको उयो यस्तो देखिरहेको छ नि त बाबु भैया खै छोड्नु त एकैछिन कराईमा अब चाहिँ केक कटिङ हुन आँटेको छ यहाँ बाजेहरूको यहाँ बाजे हिरो भएर बाजे र बहिनीको यहाँ बाजे हेर्नु त हिरो भएर फेरि यस भनिदिनु यहाँ बाजेको केक ह्याप्पी 88 या त बाजे यहाँ चाहिँ इपुको ह्याप्पी 20 इपु ह्याप्पी बर्थडे टु यु Happy birthday to you. Happy birthday, yata birthday. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday. Happy birthday to you. Happy birthday. Happy birthday. Hey बाजे थ्यांक यू भनेको तिमीले पनि ह्यापी बर्थडे भन्दा हुन्थ्यो त बहिनी ए बहिनी पनि बाजे त्यो गिफ्ट को दिनु त म दिन्छु बाबाको ह्यापी बर्थडे बाजे ह्यापी बर्थडे हैन यता बाजेले सबै त्यहाँबाट चाहिँ लाग्नु बेलन फुटाउने आयो त्यो फुटाउनु रहेछ गरेर
यस्तो बिरालो बाजे। हाम्रो बाउकै आमा चाहिँ यस्तो बाजे नबुटानु गर्दै थिए यही खोइ मैले जुट चाहिँ पर्छ राजिनु बाजे छोड्नु दि छोड्नु बाजे छिटो छोड्नु बाजे ह्यापी बर्थडे थ्यांक यू भन्नु ह्यापी बर्थडे भन्नु थ्यांक यू भन्नु धन्यवाद भन्नुस् न बाजे मिठाई छ होला यसमा मिठाई म आउँदैछु आएको छैन म जान्छु बिरालो मर्यो ह्यापी बर्थडे बाजे थ्याङ्क यू भन्नु न खै आशीर्वाद पनि दिँदैन बाजे आशीर्वाद दिनु छिटो दुईटै गर्नु सबै एकचोटि बाजेले त्यो उयो भन्छ नै खोइ उयो के गर्ने हो चाहिँ ल अझ त्यो उयो हेर त यी पुग्नु कहाँ खोल्नु होइन खोल्नु हुँदैन बाजे टोपी खोल्नुहोस् त अर्को खोलेर लगाइदिनु नि अन्त खोलेर लगाइदिनु नि अन्त लाउनु हुँदैन खोल्नु हुँदैन अरू टाउको टोपी आफै खोलेर बाजे ह्यापी बर्थडे बाजे अर्कै देखेँ त बाजेलाई जानु न कोट लगाइदिनु छिटो बाजेलाई माथिबाट उयो गर्छ ल बाजे यसो गरिदिन्छु ल लगाइदिनु न एकछिन ल हाल्नु त हात हेर एकछिनमा केक अलिक प्याक गर त हातै त हाल्नु न एकैछिन केक काटिन्जेल मात्रै हो खोलिहाल्दा भयो त अन्त अहिले तयारी भएको होइन बाजे ल ल कलर पल्टाइदिनु बाजे आमामा लु अन्त यस 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 लु को केक दुईजनाको यस्तो सामने सामने बाजेले काट्नु न पहिला त एउटा सँगै काट न त भएन लाइटरले त कहाँ हुन्छ त लाइटरले टोपी पाउँदैन दुईटा फुटेन हो त्यो कारणले अलग राख्नु भनेको उठेन त जोड्दा फेरि अझ न आशीर्वाद दियोस् केक पनि अलिक खुवाइ त तिमीले पनि यिनीहरूलाई बाहिर थुन्नुपर्छ यिनीहरू पनि त बर्थडे खाना आएको होला नि त हो अन्त हो बाहिर गरौँ ल थ्याङ्क यू भन्नु न बाजे होइन बाजे थ्याङ्क यू भन्नु त थ्याङ्क यू भन्नु त सकिसक्यो थ्याङ्क यू भन्नु न कि अब थ्याङ्क यू केक चाहिँ खुवाइदिन है भयो ज्यादा भयो केक ज्यादा भयो भनेर त आएको रहेछ अन्त बाजे झुक्कै नि अहिले ह्यापी बर्थडे बाजे सन्तोष दादा खोइ सन्तोष दादा सन्तोष सानो मात्रै खोज्यो बाजेले बरु ठुलो काट्यो भने खाऊ आइज सन्तोष छिटो बाजेले के खुवाइदियो सानो भाइले भाइले होइन सन्तोष खोइ ह्यापी बर्थडे त भन्नुहोस् कि बाजे गुलियो खाँदैन रे भन्नु त फेरि भन्नु न हेरेको न ह्याप्पी बर्थडे भन न भनेको के हुन्छ भयो उयो गर ल Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Ipu. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday to you. होइन खुवाइदिनुपर्छ पहिला
अरे आमा खुसी लाग्यो मलाई त दिन किरिम नखाइ खाँदैन किरिम त्यस्तो हो सुक्खा भयो ह्यापी बर्थडे यो देऊ न झन्डै मैले दिएछु यो बेलना चौकी दियो क्या म दिइहाल्छु ल खाना एकछिन के भएको ह्यापी बर्थडे म तिमीलाई खुवाइहाल्छु भयो किरिम तैँले खाँदैन ल मलाई खाऊ ओइ झिङ्गा ह्याप्पी बर्थडे यहाँ लिनु त फेरि दिनु र फोटो निकाल्छ लो छिटो कति गिफ्ट एक्सचेन्ज हुँदैछ बर्थडे बोयको बर्थडे इपुले के दिने अन्त बाजुलाई अनसिटमै साटेको गिफ्ट हजुर मार्न त केक खुवाएर भन्नु नानी म त आशीर्वाद मात्रै ल्याएर आज केक मात्रै रहेछ भन्दै होला है के ल्याउनु पाइनँ ल भाग्यमानी हुनु एकदम डिस्ट्रिक्ट डिएमसम्म भन्नु त्यहाँदेखि म जानु डरलाग्दै दियो त बडाले आशीर्वाद बहिनीको बर्थडे गर्नु सोचेर त्यो भनेको त्यो हटाइदिनु दिदी उता बहिनीको बर्थडे आयो दिदी यो उता तान्दैन न त उता तान्दैन न छोडिदिनु त्यतिकै भुइँ त्यो जस्तो गर्दैन उसले खाँदैन नि त फेरि मलाई खदा खै म खदा लगाइदिन्छु भन्दैछ खदा पठाइदिनु न उसलाई एकछिन खदा दिनु न बोजू देऊ त भइहाल्यो त हुन्छ हजुर हजुर रेडी रेडी एकछिन न ह्याप्पी बर्थडे अरे ला उयो त बाजेले कनै उयो गर्दैन कनै जस्तो दिए पनि ला हेर्नु न यहाँ हेर्नु न यता हेर्नु न कसरी चाहिँ गएको छिटो बाजे उता ऊ बाजे नि ओ दिदैछ बाजेले यो लगाइदिनु न पहिला यो भेज ए यो एक नभएको होइन यो एक नभएको होइन यो एक नभएको उयो एकछिन अहिले हेर्छौँ ए खोइ मेरो गिफ्ट चाहिँ एकछिन कान्छी भुक गइहालोस् कान्छी होला भनेको त कान्छी फुपू फुपू एकछिन बोजू बोजू कति ए म भन्दैछु ह्यापी बर्थडे थ्याङ्क यू मुख त सान्नु डर लाग्छ मलाई जानु बोजूको टर्न लु 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 गो बोजुको टर्न लाग्छ भनेको परेको बहिनी केक देऊ न बोजूलाई खुवाइदेऊ सानो दे टिका लगाइदेऊ न भक्कु एकछिन लगाइराख न एकछिन लगाइराख न एकछिन लगाउनु न बाजे चस्मा गरम बनाउँदा हो बजारलाई एउटा चाहिँ खुवाइदिन्छ अरे हौ तँलाई खाइदिइहाल्नु अचार हुन्छ एकछिन लगाइराख न माथि राख्छु कि झऱ्यो होइन बहिनी डाकिमा बहिनी प्लास्टिक पनि आयो प्लास्टिक आयो प्लास्टिक आयो लु तीन दिशाको छ बिरा खुवाइदेन के एउटा डाँडाको एउटा मालधुरा एउटा खोइ अघि यहाँ उठ्यो नि कुस्ती कता उयो ठुलो दिशाको लिसन कति सानो खोइ सन्जय काका गयो जानु सन्जय काका टर्न आयो धन्यवाद हाम्रो त खाँदैन भन्छ त नानी सन्जय काका सन्जय काका खानु सन्जय काकालाई डल्दैन भक्कु सन्जय काका बाजेले राम्रो हेर्दैछ तपाईँले इपुलाई गिफ्ट दिएको उसलाई कोट हो गिफ्ट भनेर भन्दै बाजेलाई पनि तिमी जाऊ न पहिला त्यो जानु न हामी ल्यान्ड टर्नमा छौँ नि त कोट हो कि त नभन अहिले भला पनि बाजे जाडो खोइ बेलको ह्याप्पी बर्थडेको यस्तै भइहाल्यो है बर्थडेको पछि दिउँला
त्यस्तो हुँदैन दादा भन न बर्थडे गिफ्ट ल्याउ त यो बर्थडे गिफ्ट त्यो ठिक छ त्यो दामी हो त्यो यो चाहिँ दामी दियो पहिले यो कनु दादालाई उयो खुवाउ ल ह्याप्पी बर्थडे अर्डर गरेको थियो नि त अलग अलग ह्याप्पी बर्थडे ऊ यो बर्थडे खाना गरम भएछ बाजेलाई यहाँ बाहिर आइज काले 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 होइन एकछिन बाजे काली हो काली बस्नु एकछिन भन्दैछु बाबा म खाइदिन्छु बरु यहाँ आइज काली ला यो काली लुसी बाहिर जा लुसी बाहिर के हो नाम चाहिँ लुसी भन्छ काली लुसी हो नि त रियल नेम यहाँ त पक्र लुसी पनि म खान्नलाई केक मन पर्दैन कहाँ गएको त पक्रिनु नि पैसा हाल्दैछ नि त बर्थडे नखडा न मेरो हौ अँधेरो भयो अरे बाजेलाई बाजे वर्षाले दियो त अन्त तपाईँ त बेलुन फुटाइ बस्छ त्यहाँ बसेर फोटो केक डिस्ट्रिब्युसन हुँदैछ यो चाहिँ एगलेस होइन यो एगलेस यो चाहिँ एगको बाजे सक्यो त बर्थडे अब सक्यो गरम भयो मिटिङमा जानु भएको छ अरे हौ बिरालोले भात खान्छ पसिना पनि देख्यो क्या क्युट खालके खानु खोजेको क्या भिडियोमा क्युट हुनु खोजेको मलाई चाहिँ खाना कसैले पनि दिएको छ पहिलोपट्टि तपाईँले खायो एकछिन खाँदैछु खानु है ला उटो ए टोबो भनेको म त ब्रुनो पाएछ ए भोलि हिजो खाएँ सुक्खा पापड पोल्छ तेलको पोल्नु लगाए ला ब्रुनो पाएछ है हो खायो बहिनी हाम्रो बहिनी आएछ यहाँ हाम्रो ब्रुनो भाइ पनि आएछ कुचु कुचु ब्रुनो भाइ हाम्रो हाम्रो नाग भाइ पनि आएछ तिम्रो टोबो साथी पनि आएन रहेछ उदास भइरहेको हो अन्त यहाँ हाम्रो टमी ल मेरो प्लेट पखाल्दैन स्तोइ बस्न यी पक्रेन किनभने मैले झुला गरेको पनि खेल्छु एक्साइटेड भएर म चाहिँ नि के भयो तपाईँ एक्साइटेड भएर खान्छु अब चाहिँ भनेर सम्झेर चाहिँ गएको थिएँ कि भिडियो छ एकछिन भन्दिनँ कस्तो क्युट देख्दै होला है मलाई त क्युट छ त नि यहाँ बर्थडेकोले भएर दिँदैछ एकछिन खाना यहाँनिर खानापिना भएर पनि यहाँ एकदम गफ हुँदैछ अहिले चाहिँ यहाँ एक ग्रुप छ भित्र एक ग्रुप छ मेरो जम्परको सब चेन बनाउनु बन्यो हाम्रो मेकानिक पो रहेछ त हौ तपाईँ त पैसा तिम्रो पैसा उयो गर्यो फुल माग हाफ होइन ऊ बनाइदियो फुल माग चेन बनाउने पनि आएको छ हाम्रो यहाँबाट दुबईबाट कसैको चेनहरू भत्केको छ भने ब्यागहरूको होइन के चेन भत्केको छ भने सम्पर्क गर्नुहोस् यहाँनिर यी चेन बनाएर अहिले बसिरहेको छ भयो बनिसक्यो होला बदमास गर्दैछ साँझ काकाले यहाँनिर ग्रुपमा छ भाइ मैले मेसेज छोडेको छु नि पनि खाँदिनँ अब त व्रत बस्ने अब देवी पूजा होइन त्यही भएर चाहिँ अब
सेकुवा लगाउनु पर्छ दुईजना खाने उयो भेनाको एउटा कपडा ल्याउनु छ कि म यहाँ मासु भेनासँग त खाउँ न त सबैजना निक्लिनु हुँदैछ बिदावारी यहाँनिर जाने लागि लु यहाँ सबैजना बिदावारी हुँदैछ है अब चाहिँ घर जानु लागि साईराम बस्नु भनेको मानेन तपाईँ बस्नु भनिनुहोस् बस्नु न बस्नु भनिनुहोस् भाइ जानु है म त गाडीसम्म बिदावारी गर्नु जानु सक्दिनँ है मेरो यो बाई बाई मेरो कसलाई बोलाएको ल बाई नमस्ते बाई बाई ह्यापी बर्थडे दामी भयो ओके बाई 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 आइपुगिहाल्छौ बाई 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 भाउजू बाई बाई सन्तोष दादा बाई बाई भन्नु न हातले सन्जेला पनि राख्छ अरे सन्जेला पनि राख्छ अरे हुन्छ आज यादबाजी गर्ने भोलि कचेरी खानु आउँछु र सबैजना गइसक्नु भयो अहिले चाहिँ पाहुनाहरू पनि र आजको एकदम बर्थडे राम्रो भयो है सानो र एकदमै मजा आयो राम्रो भयो र थ्याङ्क यू सो मच फर वाचिङ आजको भिडियोमा यति नै तपाईँसँग अर्को भिडियोमा भेट्ने छु टिल देन टेक केयर बाई बाई लभ यु अल